जब मेरो सम्झनाले सदारायो तिमीले साथ छोडिदिँदा यो गीतहरू हिट भएपछि म 10-12 वर्ष म्युजिक क्षेत्रबाट अलिकति टाढिएको थिएँ। हुन्छ नि, मान्छेको लाइफमा अप्स एन्ड डाउनहरू धेरै हुन्छ, त्यसमै म पनि परेको थिएँ। त्यस पछाडि मेरो लाइफमा धेरैवटा कुराहरू भनौँ न आएको थियो। म बिचमा अलिकति नर्भस पनि भएको थिएँ र कस्तो भने नेपालमा सङ्घर्ष गर्नु, स्ट्रगल गर्नु यति गाह्रो छ, त्यो चाहिँ जितेन लेप्चालाई सोध्नुहोस्। त्यो भएर पनि सायद मेरो गीतहरू नआएको होला। 13 वर्ष पछाडि जितेन लेप्चाले कमब्याक गर्यो, खतरै गर्यो, तिम्रो जस्तो भाग्यले गर्यो। सो प्लिज यार, सबैका लागि थ्याङ्क यू। लाखौँ दर्शक श्रोताहरूको माया अनि आशीर्वाद यो गीतमा रहेको छ। थ्याङ्क यू सो मच सबैका लागि। तिम्रो जस्तो भाग्य कहाँ छ र मेरो, तिम्रो जस्तो भाग्य कहाँ छ र मेरो, तिम्रो जस्तो परिवे कहाँ छ र मेरो। त्यही भएर होला मिठा मिठा सपना कहिले देखिन जीवनमा, तिम्रो साथ कहिले रोजिन। तिम्रो जस्तो भाग्य कहाँ छ र मेरो। सपनाहरू कहिले भन्ने छैन, मुटुभरि गाँसिएका मायाहरू कहिले छोड्ने छैन। आँखाभरि सजिएका सपनाहरू कहिले भन्ने छैन, मुटुभरि गाँसिएका मायाहरू कहिले छोड्ने छैन।